नमस्कार, म नवीन भट्ट। नवीन भट्ट युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। नेपालमा हुने सम्पूर्ण जब भ्याकेन्सी र फ्री ट्रेनिङ सम्बन्धी सम्पूर्ण जानकारीका लागि नवीन भट्ट युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। यानि कि आगामी भिडियो आउँदा सुरुमै हजुरहरूकोमा आउनेछ। ल साथीहरू, ढिला नगरिकन आजको विषयवस्तुतिर जान्छु। त्यसपछि यहाँ क्रोम ब्राउजर मेरो खुलिसकेको छ। यहाँ माथि लेख्नुहोला भोकेसनल ट्रेनिङ सेन्टर इटरी लेख्नुहोला। भोकेसनल ट्रेनिङ सेन्टर इटरी कोशी यहाँ तलतिर आएको छ। यहाँनिर भोकेसनल ट्रेनिङ सेन्टर इटरी कोशीमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यस्तो खाले एउटा खुल्छ। यस्तो खाले एउटा इन्टरफेस खुल्छ। त्यहाँ खुलिसकेपछि थोरै स्क्रोल गर्नुहोला। यहाँ हाइलाइटहरू लेखिएको छ यहाँ तल। त्यहाँनिर लेखिएको छ एउटा 2082 चैत 9 गते चाहिँ एउटा सूचना प्रकाशन भएको छ। यहाँ डेट हालेको छ। यो सूचना चाहिँ मैले सेभ गरेर राखेको छु। यहाँ अलिकति सानो देखिन्छ र यहाँ सूचना छ। यहाँ चाहिँ अलिकति सानो देखिएकाले साथीहरू यसलाई चाहिँ यतापट्टि मैले अर्कोतिरबाट देखाउन लागेको छु। सेभ गरेर राखेको छु। यहाँ चाहिँ तपाईको यो सूचना हेर्नुहोस्। यहाँनिर चाहिँ के लेखेको छ, निशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना लेखेको छ। प्रथम पटक प्रकाशित मिति भनेको छ यो 8 गते प्रकाशित ल। त्यहाँनिर चाहिँ 9 गते किन लेखिएको भने त्यो अपलोड भएको टाइम चाहिँ त्यहाँनिर लेखिएको हो। त्यहाँनिर चाहिँ 20 जनाको चाहिँ बारिस्ता कोठा छ। यो मिति प्रकाशन भएको 15 दिनभित्र चाहिँ फर्म भरिसक्नुपर्ने हुन्छ। अर्थात् 22 गते भित्र चाहिँ तोकिएको स्थानमा आवेदन फारम भर्न र यो सूचना प्रकाशन गरिएको छ। म्याथ नागी आएको र रिक्त नपुगेको दरखास्त उपर कुनै कारबाही गरिने छैन भने चाहिँ म्याथ नागिसकेपछि गइसकेपछि चाहिँ कुनै पनि हुने छैन। अनि यो तपाईले फर्म भरिसकेपछि चाहिँ अन्तर्वार्ता चाहिँ 24 गते दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुनेछ। फर्म यो चाहिँ अनलाइन फर्म हुन्न, यो चाहिँ फिजिकलै जानु पर्यो। फिजिकल जाँदाखेरि चाहिँ यसको अन्तर्वार्ता चाहिँ 22 गतेसम्म फर्म भरियो भने 24 गते चाहिँ अन्तर्वार्ता हुन्छ। अब यहाँ के चाहिन्छ त हजुरहरूको एउटा मनमा क्वेसन आइरहेको होला, के चाहिन्छ त फर्म भर्नको लागि भनेर सोध्नु होला। यो बिल्कुल फ्री हो, 1 रुपैयाँ पैसा पनि लाग्दैन। यसमा मौकाको फाइदा लिनुहोस्, नछुटाउनुहोस्। यहाँ चाहिँ तपाईले फर्म भर्न जाँदाखेरि चाहिँ नेपाली तपाईको नागरिकताको प्रतिलिपि, फोटोकपी र 3 प्रति चाहिँ पासपोर्ट साइजको फोटो र तपाईले जति पढ्नु भएको छ त्यसको चाहिँ शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी यो पनि लिएर जानुपर्ने छ। अनि हजुरहरू 18 वर्ष पुरा भएको हुनुपर्यो, 25 वर्ष नलागेको हुनुपर्यो। 18 वर्ष हजुर पुरा हुनु भएको छैन भने पनि मिलेन र 45 वर्ष नाग्नु भएको छ भने पनि, सरी मैले 35 भनेछु, 45 वर्ष नाग्नु भएको छ भने पनि यसमा चाहिँ हजुर समावेश गर्न सकिएन, पाउनुहुन्न, अर्थात् पाउनुहुन्न। अनि यो चाहिँ पछि रिजल्ट आइसकेपछि चाहिँ यहाँ अन्तर्वार्ताबाट चाहिँ सिलेक्ट भइसकेपछि चाहिँ यसको चाहिँ फेसबुक पेज यहाँ तल मेन्सन गरिएको छ 8 नम्बरमा, 8 नम्बरदेखि तलतिर हो। त्यहाँनिर त्यही फेसबुक वेबसाइटमा vocational.gov.np गर्दा पनि भयो, नत्र फेसबुक पेज भोकेसनल ट्रेनिङ सेन्टर इटरी त्यसमा सर्च गरेर पनि हजुरले हेर्न सक्नुहुन्छ। अनि सुरुमा 2 दिनभित्र जुन रिजल्ट आइसकेको छ त्यो रिजल्ट आएको चाहिँ 2 दिनभित्रमा चाहिँ अरू स्वयं मान्छे चाहिँ उपस्थित भएन भने वैकल्पिक उम्मेदवारलाई पनि प्राथमिकता दिनेछ। मानसिक कारण बिना, कुनै मानसिक कारण भनेको तपाईको पारिवारिक अथवा तपाईको व्यक्तिगत कुनै समस्या बिना र अब तपाईले कार्यालयमा चाहिँ सूचना दिनु भएन भनेर हजुर आफ्नै खुसीले आउनु भएन भने चाहिँ नेपाल सरकारबाट सञ्चालन हुने कुनै पनि किसिमका भविष्यमा तालिमहरू चाहिँ लिन पाउनुहुने छैन। र यो तालिम चाहिँ जम्मा तपाईको 27 दिन हुनेछ। 160 घण्टा।
अनि आवेदन फारम हजुरले जुन भर्नु भएको हुन्छ, हजुर अन्तर्वार्तामा आउँदाखेरि चाहिँ त्यो जुन जुन फर्म भर्दाखेरि कागज चाहिएको थियो, कागजातहरू जस्तै त्यति बेला नागरिकता को प्रतिलिपि चाहिएको थियो, अनि हजुरको शैक्षिक योग्यताको प्रतिलिपि, त्यति बेला शैक्षिक योग्यताको प्रतिलिपि ओरिजिनल, नागरिकता पनि ओरिजिनल, भएका डकुमेन्ट जति जे छन् सबै ओरिजिनल लिएर उपस्थित हुनुपर्नेछ। आवेदन यो शनिबार चाहिँ क्लास हुन्न, शनिबारदेखि अरू बेला चाहिँ सधैँ क्लास हुन्छ। अनि आवेदन आवेदन पेश गरेर सबै कागजातहरू सकल र लिएर अन्तर्वार्तामा आउँछ, यो भइसकेको छ। तालिममा सहभागी हुने परीक्षार्थीहरूलाई दैनिक 50 रुपियाँ भनेपछि यहाँ हजुर ट्रेनिङमा जानु भएको छ भने दिनको 50 रुपियाँको दरले चाहिँ खाजा भत्ता उपलब्ध गराइनेछ भनेछ। हजुरहरूले यो मैले भनेका कुराहरू बुझ्नु भएको छैन, अझै केही थप जानकारी छ भने, केही जानकारी खोज्नु भएको छ भने यहाँ फोन नम्बर पनि छ 025 025 58 581 016 छ। अब यहाँनिर यो फोनमा गरेर नि बुझ्न सकिन्छ।